आजभन्दा 4-5 महिना अगाडि नै मलाई हाम्रो संयोजकज्यूले फोन गरिसक्नु भएको थियो, श्रीनिवास गुरुदेव हजुर जसरी पनि आउनुपर्छ कोटी होममा 5-7 दिन समय लिएर भनेर मलाई पहिले पनि जानकारी गर्नुभएको थियो। र यो कोटी होम हुँदैछ भन्ने कुरो जानकारी सबैलाई थाहा छ। यहाँ धेरै गुरु महाराजहरूको पनि उपस्थिति रहेको छ। तर पनि यो वास्तविक कोटी होम चाहिँ आज यहाँ हामी उपस्थिति अलि कम देखिराखेका छौँ। यो समय कस्तो हो भने यो कलियुगमा जहाँ अलिकति मान्छेहरूको मन आकर्षण हुन्छ, जहाँ तडक भडक हुन्छ, जहाँ नाचगान हुन्छ, जहाँ अलिकति कलाकारहरू उफ्रिने उफार्ने काम हुन्छ, त्यहाँ मात्रै भिड लाग्छ। त्यो भिड भनेको कस्तो भिड हो भने त्यो एकछिनको भिड हो। जहाँ मेला त्यहाँ चेला, जहाँ मेला खत्म त्यहाँ चेला पनि खत्म हुन्छ। अर्थात् आज मैले धेरै ठाउँमा हेरेँ कोटी होमहरू जहाँ गाना बजाना छ, जहाँ डिस्को डान्स छ, त्यहाँ मान्छेहरूको धेरै व्यापक उपस्थिति रहन्छ। तर वास्तविक कोटी होम, वैदिक कोटी होम, जो शास्त्रीय बमोजिम छ, जो योगी नारायणनाथ गुरुले सिकाएर जानु भएको विषय वस्तु छ, यो प्रति आज मानिसहरूको ध्यान छ त कसैलाई छैन। कतिपयलाई त अहिलेको नयाँ जेनेरेसनलाई, नयाँ अहिलेका युवाहरूलाई त योगी नारायणनाथ गुरु को हुनुहुन्छ भन्ने कुरा पनि थाहा छैन। आज हामी कति पछि परेका छौँ सनातनीहरू, वैदिकहरू। हामीले विचार गर्नुपर्छ। आज समाजमा विभिन्न धर्महरूको नाममा, विभिन्न आधुनिकताको नाममा धर्म परिवर्तन गराएर त्यसको उपज हो आज हाम्रो यहाँको यो कमजोरी हो। आज यहाँ कुनै एउटा पास्टरले रोग निको पार्छु भनेर एउटा ठुलो पण्डाल गाडेर चाहिँ त्यहाँ एउटा कार्यक्रम आयोजना गर्यो भने त्यहाँ हजारौं उपस्थिति हुन्छ। त्यहाँ भोजको व्यवस्था छ, त्यहाँ यो व्यवस्था छ, त्यहाँ यो चटक हेर्न पाइन्छ भने त्यहाँ हजारौं उपस्थिति। तर मान्छेलाई अध्यात्म, वास्तविक र सही सत्य सनातन धर्मको विधि विधानपट्टि आजभोलि चासो छैन। यो उजागर गर्न जरुरी छ। नयाँ नयाँ युवा अहिलेका यङ जेनेरेसनहरूले यो विषयमा बुझ्न जरुरी छ। मलाई यहाँ देख्दा अति आनन्द लाग्यो। यो गुरुकुल देखेपछि अघि माथि गएर हेरेँ, अध्ययन गरिरहेका बालक बालिकाहरू त्यहाँ बटुकहरूलाई देखेँ। यहाँ यो आयुर्वेदिक चिकित्सालय पनि देखेँ। गुरुको यत्रो यो देनहरू आज अस्तव्यस्त अवस्थामा छ। यहाँ मात्रै होइन, धेरै ठाउँमा योगी नारायणनाथ महाराजले कोटी होम गर्नुभएको त्यस्ता मठ मन्दिरहरूमा, आश्रमहरूमा आज अवस्था एकदम नाजुक देखिराखेको छु। आज विभिन्न विदेशी सम्प्रदायहरू यहाँ मौलाइरहेका छन्। तर यो मौलिक राष्ट्र धर्म गुरु गोरखनाथको यो राष्ट्रिय परम्परा, हाम्रो जुन नेपालीको नेपालीत्वपन जो हो त्यो गोरखनाथवादमा छ, त्यो वैदिक साम्यवादमा छ। त्यो कुरा आज हराउँदै गइरहेछ। हामी बाहिरैतिर मात्रै आकर्षण भएका छौँ। हाम्रो आदि सनातन धर्म, हामी चाहे वैष्णव हौँ, चाहे शैव हौँ, चाहे शाक्त हौँ, चाहे गणपत्य हौँ, चाहे जुन सुकै विधानको हौँ, तर हामी सबै सनातनी हौँ, हामी वैदिक हौँ। यो राष्ट्र गुरु गोरखनाथले आर्जनु भएको राष्ट्र हो। गुरु गोरखनाथले यदि पृथ्वीनारायण शाहलाई आशीर्वाद दिनुभएको थिएन भने, उहाँको कृपा यो देशमा थिएन भने आज यो नेपाल भन्ने देश हुँदैन थियो। आज हामी भारतको एउटा प्रान्तमा बसिराखेका हुन्थ्यौँ। आज नेपालीहरूले गोर्खा भन्ने शब्दलाई हाइलाइट गर्छन्, तर गोर्खा, गोरखनाथ, गोरखकाली, हामी गोर्खा राज्यका हौँ भन्ने कुराको ज्ञानै छैन। आज समाज हेर्नुहोस् कहाँ पुगिराखेको छ। यस्तो एकी भइराखेको ठाउँमा आज मानिसहरूलाई थाहा छ र पनि उहाँहरूको उपस्थिति, साथ सहयोग जो हुनुपर्ने, यहाँ धेरै भरिभराउ हुनुपर्ने। यो त एउटा धेरै ठुलो धार्मिक स्थल, तीर्थस्थल हो नि। तपाईँहरू देख्नु भएको छ नि देवघाटमा काला कपडा लगाएर गाडी चढेर ती कहाँ कहाँ विदेशी युवाहरूले सेक्रेटरी फौज दिएर चाहिँ नि कोही मान्छे आइपुग्यो भने त्यहाँ भिड लाग्छ। इन्डियन गुरुहरू आयो भने भिड लाग्छ। तर नेपालकै हामी आफ्नो मौलिकता, हाम्रो वैदिक सनातन धर्म, हाम्रै नेपालकै गुरुहरूले नेपालकै हिमवत खण्डबाट, नेपालकै यो
कन्दराहरूबाट यही हिमालबाट यो हिमवत खण्डबाट निक्लिएको ज्ञानलाई हामी सुन्न रुचाउँदैनौँ। भारतबाट एउटा इन्डियन गुरुले आएर यो कुरा यस्तो भन्यो भने हामी त्यही पछाडि दौडिन्छौँ। आज हाम्रो मौलिकता यही देशमा हो नि। योगी नरेन्द्रनाथ गुरुले कति कुरा बताउनु भएको छ हामीलाई। म भन्नु पर्दाखेरि उहाँको कुनै कुनै त्यो प्रवचनको त्यो बाँकी रहेको त्यो अडियोहरू रहेछ अहिलेसम्म पनि मैले त्यो सुनेर पनि म कतिपय ठाउँमा क्रान्तिकारी मैले त्यो भावहरू पोख्नु परेको छ। मलाई एक ठाउँमा जनकपुरमा प्रशासनले समातेर लगेर केही दिन थुनिदिए। त्यहाँ कारण यति थियो, मैले गाई काट्नेहरू जहाँ भेट्छौ यदि प्रशासनले चासो गर्दैन भने गाई काट्नेलाई तिमीले देख्यौ भने काट्देऊ भनेको थिएँ मैले एक ठाउँमा। यो भाषा मैले फेरि योगी नरेन्द्रनाथ गुरुबाटै सिकेको हो। उहाँले नै सिकाउनु भएको हामीलाई। गाई र माई यदि देशमा रहँदैन भने भोलि तिम्रो धर्म संस्कार संस्कृति राष्ट्र राष्ट्रियता रहँदैन। त्यसैले जहाँ गाईको र माई माथिको अत्याचार हुन्छ त्यो अत्याचारमा यदि तिमी चुप लागेर बस्छौ भने तिमी नामर्द हौ, तिमी नपुंसक हौ, तिमी हिजडा हौ भन्नुहुन्छ गुरुले। मैले त्यति भनेको थिएँ गुरुको भाषा। जसले गाई मार्छ, जसले गाई काट्छ, गाई काट्नेलाई यदि कसैले भेट्छौ भने नेपालमा हामी नेपालीहरूको मौलिकता हो, हाम्रो खुकुरी बोकेर हिँड्न पाइन्छ। त्यो खुकुरीले गाई काट्नेलाई गएर काट्देऊ, म त्यसको जिम्मा लिन्छु। म तिम्रो परिवार भिक्षा मागेर भए पनि पाल्छु। तिमी जेल बसुन्जेल तिमीलाई भित्र भरण पोषण पनि मै गर्छु। यदि कोही त्यस्तो बहादुर छौ क्षेत्रीय भने जाऊ गएर गाई काट्नेलाई गएर काट भनेर मैले बोलेकै हो। एकचोटि धरानमा खुलिआम गाई काटिँदाखेरि त्यति बेला मलाई हिंसात्मक ढङ्गले समातेर थुन्न सक्दैनौ। हामी जस्तालाई थुनेर के गर्छौ तिमीहरूले? एक दिन यो देशमा तिमीहरूको यो व्यवस्था, तिमीहरूको सत्ता, तिमीहरू भागाभाग हुनुपर्छ भनेर त्यतिखेर जनकपुर मन्दिरमा समातेर लिएर जाँदा त्यहाँको थानामा सरापेको हिजो अस्ति केही दिन भएको छैन। आज यी नेताहरू ठाउँ ठाउँबाट भाग्नुपर्ने परिस्थिति भयो। म हजुरहरूलाई यो अनुरोध गर्न चाहन्छु, यो भूमि भनेको देवभूमि हो। यो गोरखनाथ भगवानले आर्जिनु भएको राष्ट्र हो। आज पनि पुराना शिलालेखहरू मठ मन्दिरहरू हामी हेरौँ भने यहाँ गोरखनाथ गुरुले त्यस्ता पहिलाका राजा महाराजाहरू जो गुरुको आशीर्वादले काम गर्दथे त्यस्ता राजा महाराजाहरूले आर्जेको देश आज विदेशीहरूको क्रीडा भूमि बन्न गयो। हाम्रो मौलिकता हरायो, हाम्रो संस्कार हरायो, हाम्रो परम्परा हरायो, हाम्रो शास्त्र हरायो, हाम्रो नेपालीत्वपना हरायो। आज यो कुटियममा आउँदा एउटा के खालको ऊर्जा आयो भने योगी नरेन्द्रनाथ महाराजजी हुनुभए जस्तै ऊर्जा आयो हामीलाई। त्यहाँ कुटियम यो यज्ञस्थलमा जाँदा एकदम वैदिक हिसाबले त्यहाँ महाराजजीहरू यज्ञ अनुष्ठान गरिरहनु भएको छ। ठाउँ ठाउँबाट नाथजी महाराजहरू आउनु भएको छ। यहाँ यो यज्ञ चलिराखेको छ। तर श्रद्धालु भक्तजनहरूको चाहिँ अत्यन्तै कमी मैले महसुस गरेको छु। यहाँ अहिले मेला हुनु पर्थ्यो, जात्रा हुनु पर्थ्यो, तर एक दिन भएर त भएन। यो 2 महिनाको कार्यक्रम हो। जहाँ सम्मान छ, जहाँ नाचगान छ, जहाँ उफ्रिने उफार्नेहरू हुन्छन् त्यहाँ चाहिँ हामी कोटियमको नाममा बहाना गरेर भिड लगाउँछौँ। पैसाको मात्रै त्यहाँ सम्मानको मात्रै धन्दा हुन्छ। तर असली जहाँ भगवानको नाम लिएको यस्तो अनुष्ठान यो वैदिक कर्ममा चाहिँ सौभाग्यशालीले मात्रै गएर उपस्थिति जनाउन पाउँदछ। त्यो भाग्यमा उनीहरूले पाउँदैनन्। क्या देखेको मैले त्यही हो। यो यज्ञमा आउनुभयो त्यस्ता सौभाग्यशाली महानुभावहरू। श्री 5 युवराज सरकारको पनि सवारी भयो, नवयुवराज सरकारको पनि सवारी भयो। हिजो अस्ति हाम्रो जगतगुरु चत्रा महाराज, चत्राबाट बालसन्त मोहन शरण महाराज पनि आउनुभयो। हाम्रो बुलेट बाबा पहिलेदेखि यही हुनुहुन्थ्यो। तसर्थ यो एउटा यस्तो पावन यज्ञमा आउन पाउँदा हामीलाई पनि अत्यन्तै खुसी लागेको छ। यो गुरुकुल पनि हामी सबैको हो, यो गौशाला हामी सबैको हो। योगी नरहरिनाथ एउटा राष्ट्रिय हाम्रो लागि विभूति हुनुहुन्छ। हामी सबैको उहाँ आदरणीय अभिभावक पनि हुनुहुन्छ। उहाँका कीर्ति, उहाँले लेखिबक्सेका त्यस्ता वस्तुहरू कहाँ कहाँ छन्, के छन् त्यसको खोजी गरेर अब हामीले पनि अध्ययन गर्नुपर्छ। र हामीले त्यो अध्ययन गरेर जन जनमा व्यक्ति व्यक्तिमा गएर हामीले त्यो कुरा दर्शाउन सक्यौँ भने यो राष्ट्रको पहिचान, यो राष्ट्रको हरेक तीर्थहरू, हरेक मठ मन्दिर देवालयहरूको वर्णन गर्ने हो भने हामी नेपालीहरू बाहिर तीर्थ गइरहनै पर्दैन।
अरू हाम्रो देशमा तीर्थ आएर हाम्रो देश पर्यटनले मात्रै पनि हाम्रो नेपालीहरूलाई कहीँ जानु पर्दैन। तर हामी आफ्नो देशको मौलिकतालाई भुल्यौँ। राष्ट्र पहिचान केही छैन, तीर्थहरूको पहिचान छैन। विदेशीले आएर यसो बोल्दा भरमा मात्रै हामी त्यतैपट्टि के किन बरु हाम्रो संस्थामा आएर तिमी नाम लेखाऊ मुक्ति हुन्छ भन्ने भरमा हामी दौडिराखेका छौँ। आजभोलि नेपालीले आफ्नै भूमिमा सबै कुरो छ, यही भूमिबाट सारा ज्ञानहरू हिजो निक्लिएको भन्ने कुरो आज सबै बिर्सिसकेका छौँ। मैले त हिजो अस्ति भर्खर मात्रै त्यो हिमवत खण्ड लगायत अन्य शास्त्रहरूबाट बुझ्दैछु, महाराजहरूबाट बुझ्दैछु देवघाट दर्शन गर्ने उपाय विधि के हो। आज मान्छेहरूले त्यो भुले। त्यो चक्र तीर्थ भन्ने छ, त्यहाँ चक्रशिला, त्यहाँ दर्शन गरेपछि मात्र देवघाट पूर्ण दर्शन हुन्छ। हरिहर क्षेत्रको दर्शन, देवघाट स्नान, त्यहाँ कुन कुन देवी देवताको दर्शन गर्ने, आज त्यो रीतिरिवाज हट्दै गयो। प्रयागराज भनेको त असली प्रयागराज भनेर भनिन्छ, चक्रशिला। आज हामी त्यो तीर्थस्थलको वर्णन गर्न हामीले बाहिर यो प्रचार गर्न सकिराखेका छैनौँ। आज नेपालको पशुपतिनाथ दर्शन गर्दाखेरि पहिला पशुपतिनाथ आसपासमा रहनुभएको त्यो 64 ज्योतिर्लिङ्गको दर्शन गरेर अनि पशुपतिनाथको दर्शन गर्दाखेरि कस्तो खालको पुण्य मिल्ने रहेछ भन्ने कुरा, त्यो शास्त्रमा भएको कुरा आज त्यो बुझाउन सकेनौँ हामीले। हाम्रो देश त्यस भएर पछाडि पर्यो। त्यो पशुपतिनाथको दर्शन गर्नुभन्दा अगाडि त्यो 64 ज्योतिर्लिङ्गको दर्शन गर्न बाहिरबाट आएका तीर्थयात्रीहरू गए भने त्यो आयस्रोत, त्यो बागेश्वरीको दर्शन, चक्रशिलाको दर्शन, विभिन्न देवालयहरूको दर्शन, यो कुराहरू एउटा बाहिर एउटा प्रचारको रूपमा पनि अब हुन त पुराणमा विगतमा कथा के यो नेपाल भारत बनेपछि के लेख्यो के मेट्यो त्यो हामीलाई थाहा गरेर हेरेपछि जुन जुन कुराहरू छ, हाम्रो राष्ट्र राष्ट्रियता, हाम्रो धर्म, हाम्रो सनातन वैदिक धर्मको उद्गम विषय हो भन्ने कुरा, यो कुरा चाहिँ विश्वभर नै हामीले प्रचारमा लिएर जानुपर्छ। सायद यो कोटी होमले पनि धेरै ठुलो सन्देश दिएको छ। योगी नरहरिनाथ गुरु महाराजलाई एकचोटि फेरि झकझकाएको छ अहिलेको माहौलले। बाहिर देशैभरि यहाँ कोटी होम हुँदैछ भन्ने थाहा छ सबैलाई, सबै गुरुहरूलाई, सबै भक्तहरूलाई। अहिले त नेटको मोबाइलको जमाना छ। यहाँ हिजो श्री 5 युवराज सरकार, पारा सरकार सवारी हो भन्ने सबैलाई थाहा छ। अस्ति हृदयेन्द्र सरकारको सवारी हो भन्ने सबैलाई थाहा छ। आज दुर्गाजी आएर जानु, सबलाई अहिले नेटको जमाना सुविधा छ, घर घर बसेर हेर्नु भएको छ। तर यहाँ आएर यहाँको असलियत, यहाँको वास्तविक कोटी होमको दर्शन, अनि यो विद्यालय गुरुकुलको यो दर्शन, अनि यो योगी नरहरिनाथ गुरुको चाहिँ नि यो समयदेखि नै उहाँले आसन जमाएर बस्नुभएको यो पवित्र स्थल र धेरै यो गौमाताहरू, कामधेनु स्वरूप गौमाता, जो लोकल प्योर हाम्रो देशी नेपालमा उत्पत्ति भएको यस्तो कामधेनु गौमाताको स्वरूप भएको यो गौशाला, यसको दर्शन अत्यन्तै पावन छ। यसमा सबै आइदिनु होला, सबैको उपस्थिति रहोस्। अझै पनि केही दिन छ, 14 गतेसम्म यो यज्ञ निरन्तर चलिरहनेछ। यसमा सबैको साथ सहयोग र उपस्थिति रहोस् भन्ने सबैमा यही निवेदन गर्दै यहाँ समितिले धेरै महिना नरहरिनाथ गुरु महाराजको कीर्तिलाई फैलाउने काममा हामी एउटा सेवक भएर, विद्यार्थी भएर हामी यो अभियानमा जुट्न तयार छौँ, लाग्न तयार छौँ। यति भन्दै आफ्नो यो 2 शब्द बाणीलाई यहाँ विराम दिन चाहन्छु। जय श्री